से फ्रम अक्टोपस झरना। यो चाहिँ अक्टोपस झरना हो। यो त मनाङ जाने बाटोमा यहाँ माथिदेखि झरेको झरना हेर्नु त। ओहो हो, बडा ब्युटी। ल हेर्नुहोस् कस्तो राम्रो झरना छ। यो माथिको पहाडहरू पनि हजुरले देख्न सक्नु, यस्तो रमाइलो छ यो पहाडहरू, एकदम अग्लो अग्लो पहाडहरू। पहाड भन्दा पनि यो झरना चाहिँ एकदम राम्रो रहेको छ यो झरना। हजुरहरूले टाढाबाट अवलोकन गर्नु होला। कतिपय दाजुभाइ दिदीबहिनीहरू त अब यहाँ अक्टोपस झरना आउनुभयो होला मनाङ जाने बेलामा, अवश्य पनि यो मनाङ जाने बाटो पर्दछ। ओहो हो, यस्तो चिसो छ यहाँ। हजुरहरू अवश्य अक्टोपस झरना हेर्न आउनु होला। अब टाढाबाट आएर त अवलोकन गर्नु होला। म हजुरहरूले टाढाबाट देखाइरहेको छु। फेरि हामी हजुरलाई अर्को झरना पनि देखाउनेछौँ। अबसम्म लागि हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु।